हाई एभ्रिवान, आज चाहिँ सविता निवासमा भुटन बोइल गर्न लागेको खसीको भुटनलाई बोइल गर्दाखेरि धेरै गनाउँछ। अनि म यसमा जिरा धनिया तेजपत्ता अनि एउटा ज्वानो पनि राख्नुपर्छ। त्यसमा ल्वाङ मिलाएर राख्नुपर्छ। अनि यो बनाउँदै उसिन्दाखेरि त्यसरी यहाँ खसीको भुटन बोइल गर्छु। यो चाहिँ फ्रिजमा राखेको थिएँ, धेरै डल्लो परेछ। बोइल गर्दाखेरि यो बोसोहरू पनि पग्लेर जान्छ। यसलाई म छोपिदिन्छु। अब यो सबै थोक लाएर पकाउँदाखेरि उसिनेको बास पाउँदैन, धेरै बनाउँदैन, नभए बनाउँछ धेरै। अघि उसिनेको भुटन रेडी गरेको भुटन रेडी भयो, काटेर टिक्का पारेँ मैले। थोरै तेल राख्छु। यो हुन्छ चिलाउँछ पर्छ। म चाहिँ यसरी पकाउँछु। अब यहाँ तेल तात्तिएको थाहा हुनुपर्छ। केही गर्नु पर्दैन, म प्याज चाहिँ राख्दिनँ यसलाई। मेथी तात्यो फुर्यो, तेजपत्ता राख्छु। अब यसमा म अघिको भुटन राख्छु। अब यसमा बेटा राखिदिने नुन, लसुनको पेस्ट, सबैको लागि चाहिँ मैले यसलाई भुट्छु। पानी सुक्नुपर्छ। यसलाई म प्याज चाहिँ राख्दिनँ, किनभने यो पाक्दाखेरि प्याज डढ्छ। सबै थोक राख्नु मैले भुटन रेडी हुनु लाग्यो। यो चाहिँ खसीको आन्द्राभुँडी। कसलाई मनपर्छ यसै गरी बनाएर खानु होला। म चाहिँ यसरी बनाउँछु। पहिले बोइल गर्छु। अब यसलाई एकछिन छोपिदिन्छु। पर्कुन्जेल पकाउनुपर्छ। यसलाई चाहिँ एकछिन छोपिदिन्छु। पर्खिन थाल्यो। अब भुटन पाको अब खाना तयार भयो। पर्कुन्जेल गर्नुपर्छ, पकाउनुपर्छ। पाक्छ। कसरी पकाउँछु, तपाईँहरू कसरी पकाउनुहुन्छ, केमा कमी कमजोरी भयो बताइदिनु होला। म चाहिँ प्याज राख्दिनँ। यो पर्खिएर पकाउनुपर्छ। भुटन रेडी भयो। अब म चिउरासँग खानालाई राख्छु। ल गाइज, मेरो रेसिपी हजुरहरूलाई कस्तो लाग्यो, मन पर्यो भने सेयर गर्नु होला।